हेलो गाइस, दिस इज माई सेकेन्ड ब्लग। अनि आज चाहिँ होली स्पेसल थियो होइन। आज चाहिँ फुल मुन डे हो, तर मैले होली खासै मनाउनु पाएन किनकि म चाहिँ विदेशमा छु अनि यहाँ रमादान चलिरहेको छ। एटलिस्ट आई वान्ट टु इन्जोय द फुल मुन। र पछाडि चाहिँ फुल मुन, त्यो फुल मुन चाहिँ दामी देखिन्छ फुल मुन, तर गोप्रोमा चाहिँ खासै क्लियर देखिन्न। तर पछाडिको यो झिलिमिलीहरू चाहिँ बवाल छ। सनसेट भइसक्यो अनि यताबाट फुल मुन पनि आइसक्यो र मैले सनसेटको टाइम ल्याप्स हाल्छु मेरो भिडियोसँग। तर जस्ट इमेजिन है, यु वेयर हियर। हजुर, यहाँ यो चाहिँ समुद्रहरू हो, चाहिँ फुल मुन भर्खरै आइरहेको छ। यसको यो चाहिँ दामी छ, सिटी लाइट्स प्लस द डाउन रातिको भ्यूसँगै त यस्तरी आयो भने चाहिँ सिटी लाइट्स छ, राम्रो छ। मैले चाहिँ यहाँ फुल मुनको टाइम ल्याप्स क्याप्चर गर्दैछु, त्यही हो। बल छ यो। आई लाइक दिस नाइट होइन। जिन्दगी यस्तै हो। अब ब्लग्स बनाउनलाई चाहिँ टाढा टाढा जानुपर्छ। अहिले चाहिँ गोजीमा दाम छैन, त्यसो भएर मेरो केही पनि काम छैन अहिले चाहिँ। बिस्तारै सबतिर आउँछ है। यो मुन चाहिँ बवाल छ। टुडेज फुल मुन चाहिँ बवालै हुन्छ। जस्ट प्रायः सबै फुल मुनै दामी नै हुन्छ। म चाहिँ मुन लभर हो खासमा होइन। आई लाइक मुन। इच एन्ड एभ्री फुल मुन आई गेट आउटसाइड एन्ड आई लुक थ्रु द मुन एन्ड जस्ट मेक माइसेल्फ इन पिस भाइब्स है। यो नेकेड आँखाले हेर्दा त अब बवालै छ। अब यो गोप्रोमा अलि खासै राम्रो देख्छ होइन। बिस्तारै अब ड्युटी जानुपर्छ त्यसैले। So today that's all.